हेलो गाइज, फेरि पनि स्वागत छ मेरो युट्युब च्यानलमा। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। आज पनि रियाड गर्न जाँदैछु आरडिएमको फायर फाइटर भन्ने गीत रिप्लाई दिएको रहेछ होइन आरडिएमले। अब हेरौँ न कस्तो छ, सुनौँ, हेरौँ भन्दा नि सुनौँ कस्तो छ है त। कस्तो नाम के नाम फायर बक बक किन भयो धेरै पहिले नै उ दिइरहेको रहेछ च्याठा, गाली दिइरहेछ त हामी। ओके सिधा म्युजिक सुरु भयो खेल खेल अब मजा आउँछ बल्ल भाइले आर्ट गर्यो डिसाल्यो सुने तेरो गीत बुझ्यो एक्सिट 24 घण्टा भित्र दिए डिस्प्याक्ट ब्रो खोली तेरो पोल बस्थ्यो रानीबारी टोलसम्म खुसी खरी बोटमा उठो डोल खेल बोल लगाइदिन्छु हिरोनीको रोल सबिन्द्रको गेडा मोल आयुषको लगन छोल मसाइज भए आनिस्ती जोक जुन गीत त्यो डोप थियो अहिले चाहिँ भएछ जोसको भिडियोलाई लिएर आउँछु गोप्रो सानले भन्छु म मेरो त्यो दुःखको दिन थियो अहिले चाहिँ एफएस भोलि चाहिँ रेड हो फायरको जलेछ गाँड टोलको दाइहरूलाई बिर्स्यो सीमालाई मिच्यो अफिमलाई बिच्क्यो अरे कालको चाहिँ मुच्ची कायरले खतरा जिमलाई दिइरहेछ है केटाले, कडा दनक दिइरहेछ केटाले। दामी फायर फाइटर सङ्ग्स दामी लाग्यो मलाई चाहिँ है गाइज। सुनौ अरू कस्तो छ है। न छोड्दै फायर बे हसलाड भन्दै मुच्ची पसल थाप अन्डर गार्मेन्ट बेच गार्नलाई छ्याक आफ्नो त्यो चाकले सबमिनल छोड देखेर नामले जोगिदिन्छु कामले बोलिदिन्छु दामले मा आउने पर्दैन तर्साउँछ नामले एक्सासमा हुक एकमा भर्स आरडिएम कहिले नि भएको छैन चोक सबभन्दा अगाडि देखेछु सिनमा नभए मेरो हर लिरिक्सलाई सोध बेसी बोल्ने जिब्रोलाई रोक फोकटमा म्याचिस त्यो क्लास्ने क्रोध अरूको दममा उफ्रन छोड भेटिङ भेट गरिदिन्छु लोकेसन पोस्ट सुतेर बसेको थिएँ म चुपचाप खेल्न मन थिए नगिराको खेल बिग्रेर हिँड्दा मरिसमा दामी दामी कडा दिइरहेछ केटाले। तर किन झगडा परेछ हौ केटाहरूको? सुनमा झगडा परेको रिप्लाई दिएको त्यही छ केटोले, उताबाट आएको आइछ होइन, किन होला? ओके केही होला नि त केटाहरूको बिचमा होइन, दुश्मनी होला नि त आफ्नो आफ्नो। पर्या भए पार्दिन्थे भाइ तेरो लाइफ एन्ड हेल्थ म नै हो प्रहरी म आफै नै यदि पैसालाई पुरपछि हुँदैन बेल कालको ट्रिभित्र भाइ हुन्छ नि केयर कार होलिदिन्छु तँलाई म बार्सको जेल रन्सहरू मिसम्याच फ्लो गर्छ स्न्याच ऐसे खेलौँ टिक ट्याक टो बार्सहरू क्लिक ट्याक रङ मेरो कन्सर्ट सुनि यसलाई कन्सर्ट छुटी यसलाई सर्ट भर धेरै गरिस पक पक रोकिदिन्छु छलफल तेरो जोगिएर हिट भाइ केटो खोजी भइरहेछ तेरो मेरो म्यान्डे मल्का टेडो माया नि लाग्छ यो भाइको नभए नि सानो के गर्नु रिस उठ्छ मलाई नि चिनाउनु पर्ने भयो जारेलाई दाइको त्यो मुजी फुट्छ भन्छ केटाको भोइस पनि रक छ क्या फेरि है, भोइस पनि दामी के रक पारामा छ क्या, दामी होइन। जे भयो नि राम्रो छ भोइस चाहिँ केटाको, भित्रैदेखि आउनु लाग्छ क्या रक पारामा। आफैलाई नै ग्याङ्स्टर म भन्छु मान्छेले फुट्छ तेरो पारा देखा आइज हेर मजीको छु बडी ह्यान्डसम तेरो बुढीलाई गएर मेरो फोटो देखा मलाई छैन केको मतलब मलाई छैन केको बाल मैले पाप गरेँ तेरो मेरो हातमा छ स्कार अफि मनु हुन सारा बाँच्नु पर्छ यार वाइबी माथि बारे आउँछ मलाई लगाइदिन ताजा यो फुजे भन्छ मोजी आफैलाई नै ग्याङ्स्टर म भन्छु मान्छेले पारा देखा आइज हेर मजीको छु बडी ह्यान्डसम तेरो बुढीलाई गएर तेरो बोडीलाई देखा यस्तै छैन, दामी छ। हेर्नेर कुनलाई सुन्नु मन पर्यो केटाको रिप्लाई दामी छ, दामी वाउ। मुजी फुट्छ भन्छ आफैलाई नै ग्याङ्स्टर म भन्छु मान्छेले फुट्छ तेरो पारा देखा आइज हेर मजीको छु बडी ह्यान्डसम तेरो बुढीलाई गएर मेरो फोटो देखा। अनि यो मुजी रानीबारी स्टक सिटी ग्याङ भन्दै चलपल गर्थे साला मैले गोजीमा बोक्ने स्याउ काट्ने चक्कु देखाउँदाखेरि तर्सिँदो रहेछ मार्छु गएको साला तर्सिन्छ अर्कै चक्कु स्याउ काट्ने चक्कु देखाएपछि। ओके गाइज ओके दामी दामी ग्याङ्स्टर र खेल्ने नाम लगेको खेलौँ आइज। ओके गाइज यति नै रहेछ, दामी लाग्यो मलाई चाहिँ होइन, दामी रिप्लाई दिएको रहेछ। ओके हजुरहरूलाई कस्तो लाग्यो त मेरो
रियाक्सन भिडियो प्लिज कमेन्ट गर्न चाहिँ नबिर्सनु होला ओके सी यू नेक्स्ट भिडियो बाई बाई